साथीहरू, हामी यहाँ हेर्न सक्छौँ भर्खरै कति राम्रो खोलाको किनारमा मानिसहरू बसिरहनु भएको छ, कुदिरहनु भएको छ, गफगाफ गरिरहनु भएको छ। साथै रमणीय वातावरणलाई एउटै निलो आकाश मुनि र रुखको शीतल छाया मुनि महसुस गर्दै हुनुहुन्छ। साथीहरू हेर्नुहोस्, सानसाना नानीहरू फुटबल खेल्दै रमाउँदै हिँडिरहेका छन्। मानिसहरू हातमा मोबाइल बोकेर फोटो खिच्दै हिँडिरहेका छन्। कुनामा बसेर गफ गर्दै पनि छन् मानिसहरू। कति रमणीय ठाउँ। पर पुल पनि राखेका छ, पारिपट्टि हेर्न सक्नुहुन्छ खोला पारी। धेरै राम्रो आकर्षक ठाउँहरू बनाइएका छन्। यति राम्रो पार्क यो चाहिँ नि हाम्रो कागेश्वरी मनोहरा नगरपालिकाको रहेको छ साथीहरू। यो चाहिँ नि हामी ठ्याक्कै भन्दा पेप्सी खोला नजिकै रहेको छ साथीहरू। सन सिटी अपार्टमेन्टको पछाडिपट्टिको भाग भक्तपुर आउँदै गर्दाको बाटोको छेउमा साथीहरू पर पुल देख्न सक्नुहुन्छ तपाईँहरू, भक्तपुर नगरकोट जाने पुल साथीहरू। साथै छेउछेउमा रहेको यो कति राम्रो वातावरणले गर्दा हामीलाई स्वच्छ हावाको साथसाथै साथीहरू हामीले राम्रो वातावरण पनि महसुस गर्न पाएका छौँ। यति भन्दै साथीहरूलाई पनि यहाँ आउनलाई निमन्त्रणा दिन चाहे। हस्त नमस्ते।